नेपालको पूर्वी पहाडी भूभागमा अवस्थित प्राकृतिक सौन्दर्य, हरियाली चियाबारी, स्वच्छ वातावरण, समृद्ध संस्कृति र अथाह सम्भावनाले भरिएको सुन्दर नगर इलाम नगरपालिका। पहाडकी रानीका रूपमा परिचित इलाम केवल प्राकृतिक आकर्षणको केन्द्र मात्र होइन, कृषि, शिक्षा, पर्यटन, पूर्वाधार र सुशासनलाई सँगै अघि बढाउँदै समृद्धि भविष्य निर्माणतर्फ निरन्तर अग्रसर स्थानीय सरकार पनि हो। नगरका प्रत्येक वडाका विकासका नयाँ आयाम थपिँदै गएका छन्। तीमध्ये प्राकृतिक सम्पदा, कृषि उत्पादन र स्थानीय सम्भावनालाई समृद्धिको आधार बनाउँदै अघि बढिरहेको एउटा प्रेरणादायी वडा हो इलाम नगरपालिका वार्ड नम्बर 2 सुम्बेक। इलाम नगरपालिकाको उत्तरी क्षेत्रमा अवस्थित सुम्बेक सन्दकपुर गाउँपालिकासँग सीमा जोडिएको रमणीय वडा हो। हरियालीले ढाकिएका डाँडाकाँडा, शान्त ग्रामीण परिवेश र मेहनती किसानको पसिनाले सिँगारिएको यो भूमि सम्भावनाले भरिएको छ। 2453 जनसङ्ख्या रहेको यस वडामा विभिन्न जात जातिको सहअस्तित्व, सामाजिक सद्भाव र सामूहिक विकासको सुन्दर उदाहरण देख्न सकिन्छ। सुम्बेकको अर्थतन्त्रको मुख्य आधार कृषि र पशुपालन हो। सुन्तला र जुनार, अलैँची, चिया तथा मौसमी बालीको उत्पादनले यहाँका किसानको जीवन धानिरहेको छ। कृषिलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्यसहित वडाले सुन्तला जात फलफुल विस्तार कार्यक्रम मार्फत हजारौं बिरुवा वितरण गरेको छ। अलैँची, चिया तथा फलफुलका बिरुवादेखि कृषि औजार, बिउ, बोका वितरणसम्मका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन्। कृषकलाई सामूहिक खेतीतर्फ प्रेरित गर्न 9वटा साना किसान समूह गठन गरी हरेक वर्ष आर्थिक सहयोग गर्दै आएको छ। सिँचाइ आयोजना, कृषि बजारको शुभारम्भ र व्यावसायिक पशुपालन प्रवर्धन कार्यक्रमले कृषिमा नयाँ ऊर्जा थपेको छ। आज यही भूमिबाट उत्पादन हुने दुधले मात्रै वार्षिक करिब 3 करोड रुपियाँ बराबरको आर्थिक कारोबार गरिरहेको छ। विकासको आधार बलियो पूर्वाधार हो भन्ने मान्यतालाई आत्मसात गर्दै वडा नम्बर 2 ले सडक सञ्जाल विस्तारलाई उच्च प्राथमिकता दिएको छ। नगरको गौरवको योजना अन्तर्गत करिब 35 लाख रुपियाँ लागतमा सदरमुकाम जोड्ने सडकमा 2वटा खोलामा कज्वे पुल निर्माण भइरहेको छ। कज्वे निर्माणले स्थानीयको दैनिकीसँगै हरेक आर्थिक कारोबारहरूमा टेवा पुग्नेछ। यस्तै करिब 4500 मिटर सडकलाई सबै मौसममा सञ्चालन हुने गरी सोलिङ गरिएको छ। यी पूर्वाधारले कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहजता मात्रै होइन, समग्र आर्थिक गतिविधिलाई समेत गति दिइरहेको छ। सेवा प्रवाहलाई थप प्रभावकारी र पारदर्शी बनाउन वडा कार्यालयमा डिजिटल सूचना बोर्ड सञ्चालनमा ल्याइएको छ। नागरिकलाई सहज र छिटो प्रविधि मैत्री सेवा उपलब्ध गराउने प्रयास निरन्तर जारी छ। शिक्षा विकासलाई पनि उत्तिकै प्राथमिकतामा राखिएको छ। सुम्बेक माध्यमिक विद्यालयमा कक्षा 11 र 12 सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ। निम्न आय भएका विद्यार्थीहरूलाई पोसाक, शैक्षिक सामग्री तथा जाडो याममा न्यानो कपडा समेत वितरण गर्दै वडाले शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने प्रयास गरिरहेको छ। स्वास्थ्य सेवा विस्तारका लागि स्वास्थ्य चौकीमा सभाहाल निर्माण गरिएको छ। यसले स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्न र थप सहज वातावरण सिर्जना गरेको छ। सुम्बेक केवल कृषि गाउँ मात्रै होइन, पर्यटनको अथाह सम्भावना बोकेको गन्तव्य पनि हो। चाँपगैरी सौन्दर्यीकरण क्षेत्रलाई पाइलट परियोजनाका रूपमा विकास गर्ने अभियान सुरु भएको छ। मानेडाँडालाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले ट्रेकिङ रोड निर्माण भइरहेको छ, जहाँबाट पूर्वी पहाडका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। वर्षौंदेखि ओझेलमा परेको जुङ्गे झरनालाई प्रवर्धन गर्न पदमार्ग निर्माण भइरहेको छ। बरडाँडामा रहेको जिल्लाकै ठूलो वर संरक्षणसँगै देवान समुदायको इतिहास र पहिचानलाई जोगाउन देवान पार्कको निर्माणको अवधारणा पनि अगाडि बढाइएको छ। विक्रम संवत 2079 सालको इलेक्सन पछाडि हामी निर्वाचित भएर आयौँ र अब झन्नै हामी कार्यकालको अन्तिम चरणमा आइपुगेका छौँ। यस अवधिमा हामीले सुम्बेक र सुम्बेकेली जनताहरूको माया र विश्वास अनि उहाँहरूले दिनुभएको चाहिँ जुन एउटा जिम्मेवारी थियो, त्यो जिम्मेवारीलाई पुरा गर्ने जमर्को गरेका छौँ। र खास गरिकन सडक पूर्वाधारको क्षेत्रमा हामीले झन्नै 4500 मिटर सडकलाई चाहिँ हामीले अवरोध गर्नका निम्ति सोलिङको कामहरू गऱ्यौँ। त्यस्ता गौरवका योजनाहरू पनि सञ्चालन गऱ्यौँ। सँगसँगै जिल्ला सदरमुकाम तर्फ जोड्ने सडकहरूमा हामीले पछिल्लो समयमा छाँगे खोला अत्यन्तै जटिल समस्यामा थियो, जुन असोज 18-19ले पनि जटिल बनाएको थियो। त्यो क्षेत्रहरूमा हामीले बक्स कल्भर्टहरू निर्माण गरेर जिल्लासँग अथवा पालिकाका सदरमुकामसँग सुम्बेकलाई जोड्ने ठुलो प्रयत्न गरेका छौँ। यो सडक पूर्वाधारले चाहिँ सुम्बेकको बहुआयामिक पक्षलाई चाहिँ यसले चाहिँ हेर्ने गर्दछ। यसले कृषि अर्थतन्त्रमा आश्रित सुम्बेक भएको हुनाले
कृषि उपजहरूलाई चाहिँ बजारसम्म पुर्याउनका निम्ति यसले अत्यन्तै ठुलो र महत्त्वपूर्ण योगदान गर्छ। रोजगारी सिर्जना र सिपलाई विकासमा पनि वडाले विशेष महत्त्व दिएको छ। प्लम्बर, इलेक्ट्रिसियन, सिलाइ कटाई, ढाका बुनाई, ड्राइभिङ, डिजिटल मार्केटिङ, उद्घोषण तालिम सञ्चालन गरी युवाहरूलाई स्वरोजगारतर्फ उन्मुख बनाउने प्रयास भइरहेको छ। वडा तथा नगरको पहलमा दलित तथा पिछडिएको वर्गलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ। 2082 साल असोज 18 गतेको विपदले सुम्बेकलाई पनि गहिरो पीडा दियो। यस वडामा मानवीय क्षति नभए पनि 42 घरमा क्षति पुग्यो। 21 परिवार विस्थापित भए। विस्थापितको परिवारलाई पुनर्स्थापना गर्न 13 वटा घर संरक्षणका लागि रिटेनिङ वाल निर्माण तथा 3 वटा घर पुनर्निर्माणको काम अहिले निरन्तर अघि बढिरहेको छ। विपदका बीच पनि उठ्ने आत्मविश्वास नै सुम्बेकको सबैभन्दा ठूलो शक्ति बनेको छ। वडाले कृषिमा सहयोग, अलैँची, पशुपालन सहित पूर्वाधार विकासमा गरेको काम प्रशंसनीय रहेको वडावासी बताउँछन्। अझ सामाजिक सुरक्षा भत्ता घरमै पुर्याउने कार्यप्रति वडावासी अचम्मख बनेका छन्। वडाले हामीलाई निकै राम्रो काम गरिरहेको छ। बिरुवाहरू सबै दिइराखेको छ। निकै राम्रो काम गरिराखेको छ। वृद्ध भत्ता पनि दिइराखेको छ घर घरमा। एक समय चरम खानेपानीको अभाव झेलिरहेको सुम्बेकमा आज अधिकांश घरमा स्वच्छ खानेपानी पुगेको छ। यद्यपि 2082 साल असोज 18 गतेको भीषण वर्षापछि आएको बाढीले खानेपानीका मुहान र पाइपलाइन ठूलो क्षति पुर्यायो। अहिले पुनर्निर्माण र मर्मतको कामपछि तीव्र रूपमा अघि बढिरहेको छ। युवा नै भविष्यको सम्भाग हुन् भन्ने विश्वासका साथ खेल मैदान निर्माण, फुटबल लगायत खेलकुद गतिविधि सञ्चालन गरी स्वास्थ्य, सक्षम र अनुशासित युवा पुस्ता निर्माणमा वडा सक्रिय छ। हामीले वास्तवमा म आएदेखि र हाम्रो जनप्रतिनिधिहरू बसेदेखि गरेका कामहरू त धेरै छन्। रही पनि अहिले हाम्रो चाहिँ वडामा खानेपानीको धेरै समस्या र हामीले वडा कार्यालयमा पनि राम्रो खानेपानी चाहिँ खान नपाएको अवस्था र सुम्बेक बजारमा खानेपानीको अवस्था पनि गम्भीर रहेकोले वडाको पहलमा हामीले एउटा खानेपानी मुहान हेरेर खानेपानी मुहानबाट चाहिँ हामीले अहिले लगभग 23-24 घरलाई शुद्ध खानेपानी खुवाउने व्यवस्था गरेका छौँ र यो सबै वडाको पहलबाट गरिएको हो। प्राकृतिक सम्पदालाई उत्पादनलाई बजारसँग र विकासलाई जीवनसँग जोड्ने स्पष्ट दृष्टिकोणका साथ अघि बढिरहेको छ सुम्बेक। कृषिमा आत्मनिर्भरता, पर्यटनमा नयाँ सम्भावना, पूर्वाधारमा निरन्तर विस्तार, शिक्षा र स्वास्थ्यमा पहुँच, युवामा सिप र नागरिक सेवामा उत्तरदायित्व, यी सबै प्रयासले एउटा समृद्ध, सक्षम र आत्मनिर्भर वडाको आधार तयार गरिरहेको छ। वडाले हामीलाई अलैँचीको बिरुवा, पशुपालनको लागि हामीलाई सहयोग गरिदिइरहनु भएको छ। विकास भनेको केवल सडक र भवन निर्माण मात्र होइन, नागरिकको जीवनस्तरमा आएको सकारात्मक परिवर्तन पनि हो। यही परिवर्तनलाई व्यवहारमा उतार्दै आफ्ना नागरिकको सपना साकार पार्ने यात्रामा दृढपूर्वक अघि बढिरहेको छ इलाम नगरपालिका वार्ड नम्बर 2 सुम्बेक।